साथीहरु सेवा नमस्ते वेलकम माई युट्युब होम गार्डन युट्युब च्यानलमा। साथीहरु नयाँ हुन्छ भने सब्स्क्राइब गर्नु नबिर्सिनु होला। मैले यो अस्ति पनि देखाएको थिएँ हजुरहरुलाई थाई डिलाइट। अस्ति चाहिँ हल्का कोपिला मात्र लाग्दै थियो, अहिले चाहिँ न पुरै फुलेर पिंक कलर पनि आइसकेको छ। यसको चाहिँ यस्तो दामी पिंक आउँछ। अनि यो चाहिँ मैले 10 इन्च पटमै रोपेको छु, तर मैले यसलाई चाहिँ ठुलो हुनु दिएको साथीहरु। यस्तो दामी फुल्छ नि यो। यसको चाहिँ मेन उयो चाहिँ यस्तो हाँगै पछि फुल्छ क्या, हाँगै पछि कोपिला बस्छ। अनि त्यस पछाडी मलाई चाहिँ त्यही भएर धेरै मन पर्छ यो चाहिँ। हेर्नु न कस्तो दामी ब्लुमिङ भएको छ। अनि मेरो पुरानो साथीहरुले चाहिँ फुल वाच गरेर लाइक शेयर कमेन्ट पनि गरिदिनु होला साथीहरु। अनि हजुरहरुलाई यस्तै भिडियोहरु लिएर आउने छु। तर यो फुलाउनको लागि चाहिँ बिहानदेखि बेलुकाको घामसम्म चाहिँ राख्नुपर्छ है साथीहरु। म चाहिँ त्यही गर्छु। मेरो यो छतमा चाहिँ बिहानदेखिको बेलुकासम्म घाम लाग्छ, अनि त्यही भएर यसरी फुल्छ साथीहरु। हेर्नु न कस्तो लोभलाग्दो फुलेको छ है। कस्तो दामी फुलेको छ साथीहरु। हस् त साथीहरु, बाइ बाइ।